हेलो साथीहरू, सबैजनालाई नमस्कार। म तपाईँहरूलाई एउटा सानो भिडियो सेयर गर्नु पर्यो भनेर कि एक दिन मैले कपरको बोतलमा पानी पिउँदै थिएँ। बिहान उठेर मेरो हातबाट झऱ्यो। अनि झरेपछि मैले पानी त पिएँ तर नोटिस गरेन। अनि बिर्को चाहिँ कुच्चेको थियो। एकछिन हेरेँ है, अनि के हुँदैन होला अनि त्यो बिर्को लगाएँ। अनि लगाएको बादमा चाहिँ त्यो बिर्को चाहिँ अर्कोपल्ट खुल्दा चाहिँ खोलिएन, जाम भक्कै गऱ्यो। बिर्को चाहिँ खोलिँदै मानेन, टाइट भएर। अनि धेरै ट्राई गरेको थिएँ, चम्मचले खोल्ने, छुरीले खोल्ने त्यही समयमा। तर त्यो बोतल मैले साइड लगाइदिएँ अनि बिर्सिसकेको थिएँ। अनि आज चाहिँ घर सफा गर्दाखेरि चाहिँ त्यो बोतल मैले सट्टै देखेँ। अनि फेरि याद आयो। अनि मैले दिमाग खेलाएँ, केही न केही त गर्नै पर्ने, चाहिँ के गरौँ भनेर है। त्यहाँदेखि कराईमा पानी राखेँ। त्यहाँदेखि उमाले पानी उम्लिन थालिसकेपछि मात्रै बोतललाई उँधो मुन्डो पारेर फेरि बोतललाई मैले त्यो तातो पानीमा निकै बेर उम्लिनु दिएँ है। बिचबिचमा ट्राई पनि गर्दै थिएँ, खोलिँदैन। तर फाइनली त्यो तातो थियो है, चुक्केर गऱ्यो। त्यहाँदेखि चाहिँ फाइनली खोलियो।